हेलो एभ्रिवान, हेलो गाइज, नमस्ते नमस्ते नमस्ते। आज चाहिँ म तपाईँहरूलाई पाल्पा जिल्लाको सबैभन्दा यो दरबारहरू सबै म देखाउँछु। वेलकम छ मेरो भ्लगमा। अब चाहिँ म तपाईँहरूलाई यता पाल्पाको देखाउँछु है त। यो चाहिँ आर्मी क्याम्प हो, तपाईँले देख्न सक्नुहुन्छ। तानसिन जाँदैछु। म अहिले शीतलपाटीमा छु। शीतलपाटीमा आउँदै गर्दाखेरि म यहाँ एउटा ढाका पसल देखिरहेको छु, महेश ढाका पसल। म उहाँसँग चाहिँ थोरै केही ढाकाको बारेमा चाहिँ जानकारी लिन्छ। हजुर नमस्कार। नमस्कार हजुर। यो भिडियो चाहिँ रेकर्डिङ हुँदैछ है। मलाई यो ढाकाको बारेमा चाहिँ थोरै केही जानकारी लिनुपर्ने थियो, त्यही भएर चाहिँ यसो हजुरलाई सोधौँ न के छ यसको बारेमा। थोरै हाम्रो दर्शक श्रोताहरूलाई चाहिँ केही थोरै जानकारी गराइदिनु न है। ढाकाको बारेमा भन्नुपर्दाखेरि यो ढाकाको स्थापना चाहिँ तपाईँको यहाँ गणेशमान महर्जनले गर्नुभएको यो पाल्पाले ढाका भनेर होइन। हजुर। ढाकाको तपाईँको चाहिँ हाम्रो चाहिँ अब त्यहाँदेखि अब यो लगभग तपाईँको 2030 सालमा त एक्ज्याक्टली त मलाई थाहा छैन, तर चाहिँ उहाँले सुरु गर्नुभएको र अहिले चाहिँ हाम्रो चाहिँ त्यहाँदेखि हातले बुनेको ढाकाहरू चाहिँ सुरुवात भएको हो होइन। त्यस पछाडि चाहिँ तपाईँको ढाकाहरू उत्सव भन्नुपर्दाखेरि अहिले चाहिँ हाम्रो चाहिँ अहिले ढाका दुई थरीहरू भन्छ, एउटा हातबाट एउटा हातले बुनेको ढाका अनि अर्को एउटा मसिनले बुनेको ढाका हुन्छ। अहिले चाहिँ ढाका तपाईँहरू चाहिँ अब अहिले विभिन्न कुराहरू गर्न थालेको छ, जस्तै तपाईँको यस्तो पर्सहरू होइन, यस्तो टोपीहरू। ओके, म चाहिँ रणुजेश्वरी भगवती मन्दिरमा आएको छु। यहाँको हजुरले मन्दिर पनि हेर्न सक्नुहुन्छ, धेरै राम्रो पनि छ, हेर्न सक्नुहुन्छ पछाडि है। पर्यटकीय स्थलले पनि यो एकदमै महत्त्वपूर्ण स्थान मानिन्छ यसलाई। ओके, हेर्न सक्नुहुन्छ यो मन्दिरको परिक्रमा गर्नुपर्छ।
नम्बरमा छु, हेर्न सक्नुहुन्छ। भ्युज राम्रो छ, हेर्नको लागि सबै घुम्न आउनुलाई